हाम्रो स्टोर एप्रुभ भएन भने हजुरहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। त्यसै गरी हामीले आफ्नो इभेन्ट बनाउनुको लागि हामी इभेन्टमा जानुपर्छ। इभेन्टमा गएपछि एड इभेन्टमा क्लिक गर्नुहोस्। त्यहाँ हजुरहरूले आफ्नो इभेन्टको नाम, डिस्क्रिप्सन, लोकेसन, डेट हाल्नुपर्ने हुन्छ। त्यसपछि इभेन्टको इमेजहरू पनि अट्याच गर्नुपर्ने हुन्छ। मैले यहाँ ऱ्यान्डम इमेजहरू हाल्दैछु, हजुरले चाहिँ आफ्नो जेन्युन इमेजहरू हालिदिनुहोस्। सो एड इभेन्ट गर्नुहोस्, सबै फिलअप भएपछि एड इभेन्ट गर्नुहोस्। त्यसपछि हाम्रो इभेन्ट पनि अलरेडी रेजिस्टर भइसकेको छ। सो सिमिलरली अब हाम्रो प्रडक्ट एड गर्नु पर्यो भने पनि हामी प्रडक्टमा जान्छौँ। प्रडक्टमा एड प्रडक्टमा क्लिक गर्छौँ। प्रडक्टको लागि चाहिँ हामीले आफ्नो प्रडक्टको नाम हाल्नुपर्ने हुन्छ। फर्स्टमा फर इक्जाम्पल मैले यहाँ हुडी लेखिदिएँ, अनि हजुरको स्टक किपिङ युनिट कति छ त्यो हालिदिनुहोस्। त्यसपछि प्राइस, हजुरको प्रडक्टको प्राइस कति हो, हजुरको मिनिमम नम्बर अफ अर्डर्स, त्यसपछि प्रडक्टको डिस्क्रिप्सन, अनि हजुरको प्रडक्ट कुन टाइपको भनेर सेलेक्ट गर्नुहोस्। मैले चाहिँ यता सिम्पलवाला सेलेक्ट गरेको छु। अब आफ्नो स्टक फर इक्जाम्पल 20, अनि हजुरले कति % डिस्काउन्ट दिनुहुन्छ त्यो लेख्नुहोस्। त्यसपछि हामी जान्छौँ त्यहाँ। हजुरले देख्न सक्नुहुन्छ यहाँ भेरियस ब्रान्ड्सहरू छ। हजुरको प्रडक्ट कुनै ब्रान्डमा रिलेट छ भने हजुरले चुज गर्न सक्नुहुन्छ। इफ नो ब्रान्ड देन हजुरले नो ब्रान्डमा क्लिक गर्न सक्नुहुन्छ। आफ्नो प्रडक्ट कुन क्याटेगोरीमा हो भनेर हजुरले यहाँ चुज गर्न सक्नुहुन्छ। फर इक्जाम्पल मैले यहाँ वुमेन्स फ्यासन र मेन्स फ्यासनमा चुज गरेको छु। सबै भएपछि हामीले अब एसइओमा जान्छौँ। एसइओमा लाइक मैले चाहिँ फर इक्जाम्पल हुडी, दुईटामा हुडी लेखिदिन्छु। सबै भएपछि हामीले आफ्नो प्रडक्टको इमेज अट्याच गर्नुपर्ने हुन्छ। पहिला इमेज हाल्यौँ हामीले, त्यसपछि एड प्रडक्ट गर्नुहोस्। एड प्रडक्ट गरिसकेपछि हजुरको प्रडक्ट हजुरको स्टोरमा एड भइसकेको छ। यो सबै गरेपछि अब हामी लाग्छौँ डिजिटल बोर्डतिर। यो चाहिँ हामीले डिजिटल गेटवे बोर्ड बनाउनुको लागि फिलअप गर्नुपर्ने हुन्छ। फर्स्टमा हजुरले आफ्नो वाइफाईको नाम हाल्नुपर्ने हुन्छ। त्यसपछि पासवर्ड, वाइफाईको नाम, पासवर्ड, वाइफाईको टाइप